गाइज वेलकम ब्याक माई एनदर भ्लग होइन अहिले चाहिँ टक्क हामी साथीको बर्थडे छ अनि गर्लफ्रेन्ड भेट्न जाँदैछौँ होइन अनि हामी चाहिँ टक्क अहिले हेर्नु सक्नुहुन्छ भ्यू चाहिँ यहाँ पारी पारी यस्तो दामी भ्यू देखिरहेको छ होइन स्मार्ट हेर्न अनि अहिले चाहिँ कति बज्यो है 2 बज्न आँट्यो अनि 2 बज्न आँटिसकेको छ अनि हामी चाहिँ यसो डुल्दै हामी हिँड्दैछु होइन अनि शुक्र आएर यतातिर यसो पारी अनि यस्तो हताको यार जो गाडी अनि हामी चाहिँ सानमा यसरी हिँडिरहेको छौँ अहिले चाहिँ टक्क हामी यस्तो हाइवे जस्तो बाटोमा मेरो पनि हान्दिनु होला करिब करिब म 1 मिलियनको करिब छु 1 मिलियन चाहिँ के भन्नु 200 चाहिँ पुग्नु आँटेको छ भनौँ न 150 चाहिँ पुग्नु आँटेको छ भनौँ न होइन अनि हो क्या अहिले त अहिले चाहिँ हामी सर्टकट बाटो हिँड्नुपर्ने हुन्छ त्यही हो गाई छैन अनि सबैजनाले सब्सक्राइब चाहिँ हान्नु नभुल्नु होला अनि त्यही हो अब हामी चाहिँ अहिले अब आधी बाटो पुगेपछि चाहिँ म भ्लग टक्क बनाउँछु अहिले चाहिँ हामी टक्क जोरपाटी आइसक्यौँ अहिले चाहिँ टक्क बाटो त छ अनि हामी चाहिँ होइन मजाले चिनमा हिँडिरहेको छु हाम्रो पेटमा पानी छ पानी कस्तो पानी त्यो ज्यादा खाइदिनु त अरू खाइदिएको छ अनि टक्क अब हामी चाहिँ हिलेसम्म हिँड्दै जाने पर्ने हुन्छ भुटेको मोमो पाउँछ गाडी पाइनौँ होइन अनि यो यतापट्टि हो अहिले चाहिँ चिलमा हिँडिरहेको छौँ होइन अनि त्यही हो हामी चाहिँ पारी छ नि यो डाँडा यो पारी कुहिरो आएको मुनिबाट होइन गर्लफ्रेन्ड भेट्नु गएको है फेरि यसको गर्लफ्रेन्ड नै फेरि मेरो चाहिँ होइन टक्क यसको गर्लफ्रेन्ड भेटेर अनि हामी चाहिँ अहिले त्यस्तै 6:30 हुन आँट्यो होला अनि हिँड्दैछु हामी कति बजी अहिले कस्तो यता चाहिँ दामी भ्यू देखिरहेको छ हामी त्यहाँबाट निक्लिँदा हामी त्यस्तै 15-16 मिनटमा निक्लियौँ होला हौ हिँड्दा 5 बज्न आँटेको छ होला नि 5 बजिसक्यो अहिले बजेको थिएन 4:30 कि जस्तो के बस्यो होला हामी त्यति लामो कुरोसम्म बस्यो जस्तो लाग्दैन अन्त अनि हामी चाहिँ टक्क अहिले चिलमा हिँडिरहेको छौँ होइन त्यही हो अब हामी चाहिँ टक्क हिलेमा गएर अब पैसा छैन आमा पैसा छैन अरे अझ अनि दाडा पनि चाहियो त्यही हो अब चाहियो नि त अब बेचौँ यहाँ खाने नै हो अहिले चाहिँ हामी खाने नि भन्छ त्यो होइन खाने नि किन्ने त खाने नि टक्कले अब यो टाढा कटेर जानुपर्ने हुन्छ क्या हामी चाहिँ फेरि यस्तो टाढो छ कि सबैजनाले होइन सब्सक्राइब त गरिदिनु पर्ने हुन्छ मेरो च्यानलमा अनि टक्क अहिले चाहिँ पछाडि एउटा गाडी पनि आउँदैछ तपाईँले देख्न सक्नुहुन्छ लिफ्ट चाहिँ दिँदैन लिफ्ट त कहाँ दिन्छ यस्तो फुलाहरू भ्लगर हो नि त म भ्लगर अनि त्यस्तै हो अनि अहिले चाहिँ अब हामी हिँडिरहेको छौँ बाटो जस्तो रात पर्ला जस्तो भइरहेछ होइन कस्तो देखिरहेको छ क्वाट मेरो साथी चाहिँ चिलमै हिँडिरहेको छौँ हिँड्न नसकेर यस्तरी हल्लिँदै हिँड्छु यो अब म टिकटकमा पनि पोस्ट गर्छु अनि मेरो टिकटकको नाम छ भोटेडन होइन सबैजनाले फलो गर्नु होला गाडी कहाँ हुँदैछ खोइ सानोले ठुलोलाई पछ्यायो ठुलोलाई सानोले पछ्यायो अन्त अब यहाँ ढङ्कुटा त कस्तो नजिकै देख्दैछ यहाँबाट हेर्न त्यही पारिको त ढङ्कुटा पनि विशेष धनकुटा यस्तो टाढोबाट हामी चाहिँ होइन यस्तो पारी डाँडाबाट नि म गर्लफ्रेन्ड भेट्नु गएको यो मुलाको गर्लफ्रेन्ड फेरि म चाहिँ फेरि दिनभरि सुतेको क्या फेरि गर्लफ्रेन्डको साथी नै लिएन रहेछ के गर्नु गाडी आउँदैछ सो
देखियो गर्लफ्रेन्डको चाहिँ साथी लिएन रहेछ क्या अनि त्यत्तिकै अब गर्लफ्रेन्डको साथी लिएन रहेछ म चाहिँ फेरि चिलमा त्यो चौरमा छुट्दै क्या फेरि लभ डाँडा अरे त्यो घारी जस्तो हुन्छ नि अब जङ्गलको बिच्चा रहेछ त्यो चाहिँ चौर रहेछ अनि त्यसलाई चाहिँ लभ डाँडा अरे म चाहिँ त्यहाँ सुतेँ अनि यिनीहरू चाहिँ डेटिङ बस्नु गयो होइन त्यही बस्यो अनि मलाई साथीसम्म ल्याइदिनु रहेछ क्या अनि म चाहिँ हेर न यस्तो अब यो चाहिँ भरे टिकटकमा पोस्ट हुन्छ क्या यो चाहिँ भ्युजको लागि अरे अझ अनि त्यही हो अनि अब चिलमै हिँडिरहेको छु यस्तो छ बाटो होइन संस्कारीहरूले चुम्मा चाटी गर्छ भर्खर हाने देखेको छैन क्या तँलाई बोक्न यसले मलाई होइन यस्तो कोपेर ल्यायो कि म्या भन्छु त म के मार्नु यो साथीले त मैले अघि दिउँसो देखिरहेको यार हामी पनि गरौँ त टाइट गर्नुपर्छ यार सो यो ट्रकलाई भेट्ने तरिकाले कुदौँ न अब हामी टक्क यहाँदेखि हिँड्न सक्नुहुन्छ होइन यस्तो छ आउँदैछ कमाले गयो खोइ अनि टक्क त्यही हो होइन अनि गर्लफ्रेन्ड अहिलेको जमाना भनेको यस्तो हो रहेछ क्या होइन गर्लफ्रेन्ड बनाउनु होइन बनाउनु तर 15 मिनटमा को पुग्ने रे हिले यस्तो गर्लफ्रेन्डहरू पुगिसिले होइन गर्लफ्रेन्ड बनाउनु भन्दा आफ्नो भविष्य बनाउनुमा चाहिँ बेस्ट लाग्यो भने चाहिँ त के खुरुड आउँछ अनि त्यही हो अब चाहिँ म चाहिँ होइन गर्लफ्रेन्डलाई म चाहिँ किन लाउरे नभएको होइन किन किनभने नि अब त्यहाँ अब्बर कुकुर पाल्छ क्या म चाहिँ बच्चैदेखि कुकुर देख्ने साथ अब्बर डरछेर भयो क्या दिइहाल्ने होइन त्यही भएर क्या बरु लाउरे बन्नुभन्दा बरु गाउँमै कताली खन्छु भन्ने मेरो एउटा हो होइन त्यही सो अब हाम्रो चाहिँ साथीहरूको एक एकवटा बाटो हुन आँटिरहेको छ यो चाहिँ जस लाउरे बन्न जान आँटिरहेको छ म चाहिँ त्यस कोदाली खन्न तयार छु क्या भन्नुपर्छ तर होइन त्यही पनि गाइज होइन मेरो बडीहरू मेरो फिजिकलहरू यसको भन्दा राम्रो छ क्या लाउरे बन्न किन नभएको थाहा छ मलाई कुकुरदेखि डर लागेर हो क्या अनि होइन त्यही हो सबैको होइन आफ्नै अनि त्यही भन्नाले होइन अब अहिले केटा हो होइन अहिलेको जमाना भनेको आफ्नो भविष्य बनाउने हो त्यसैले गर्लफ्रेन्डको पछि लाग्नुभन्दा आफ्नो भविष्यतिर फोकस गर्नु मलाई चाहिँ बेस्ट लाग्यो मलाई चाहिँ आफ्नो भविष्यतिर बेस्ट लाग्यो गर्लफ्रेन्ड बनाउनु भन्दा आफ्नो भविष्यतिर बेस्ट लाग्यो होइन अनि होइन अनि त्यही हो मलाई चाहिँ भन्नुपर्दामा गर्लफ्रेन्ड भन्दा अहिले चाहिँ आफ्नो करियर बनाउनेतिर फोकस गर्ने हो भन्नाले अब यस्तो हो क्या करियर भन्नाले आफ्नो भविष्य बनाएपछि चाहिँ केटी मूल्य त होइन त्यतिकै नै आउँछ ए मलाई त्यति सस्तो नछाड अहिलेको